जम ल लडेँ म अब लडेपछि के गर्ने लडेपछि के गर्ने हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आजको मेरो नयाँ नौलो भ्लगमा तपाईहरु सबैलाई स्वागत छ अनि नयाँ वर्षको सबैजनालाई धेरै धेरै शुभकामना भन्दै हामी चाहिँ एउटा सानो यात्राको लागि निस्किँदैछौँ। पिकनिक जस्तै भनौँ न, हाम्रो अब हल्का भाइरल ठाउँ भनौँ न, वाकातिर हामी चाहिँ घुम्नको लागि जाँदैछौँ। यसो हाम्रो केटाहरू पनि जम्मा फेरि भर्खरको युवा भनेको हामी 4 जना मात्र छ, अरूहरू त बुढौहरू हुनुहुन्छ अनि फेरि दिदीबहिनीहरू चाहिँ टन्नै हुनुहुन्छ अनि हामी चाहिँ टक्क लाएर जाँदैछौँ। हामी चाहिँ रमाइलो होला जस्तो छ। हाम्रो गाडी चाहिँ पुरै प्याक हुन लागिसक्यो। त्यही हो, अब हेर्दै गर्नुहोस् बाटोमा के कस्तो रमाइलो हुन्छ टक्क लाएर। नमस्ते, हामी आज वाका जान लागेको। हुनु खोइ गरे हाम्रो आमा समूहको हो, प्रगतिशील आमा समूह। हामी चाहिँ टक्क लाएर नयाँ वर्षमा घुम्न जाँदै हो। बाई बाई। यहाँनिर चाहिँ भव्य रमाइलो हुँदैछ। लवेना हेलो मामा। हामी चाहिँ यस्तो रमाइलो भएर जाँदैछौँ। त्यही हो, हल्का रमाइलो। यो गाडीमा चाहिँ अलिकति मिले छैन, त्यही भएर हामी चाहिँ झुन्डेर जाँदैछौँ यस्तो सलक्क लगाएर। अनि बिचमा देखाउँदै जाम्ला। यस्तै हो, हाम्रो गाडी चाहिँ यहाँनिर अड्किरहेको अवस्था छ। ट्याक्क लगाएर हेर्न सक्नुहुन्छ। हामी चाहिँ टक्क लगाएर मेगनको डाँडामा आइपुगिसकेका छौँ। अब यहाँबाट अब कुन ठाउँमा जाने हो हामीले थाहा पनि छैन। अब टक्क लगाएर टुटीतिर जाँदैछौँ हामी चाहिँ। अब ल ल ल हाई सब्सक्राइब ब्रो। अब त्यही गरिदिनु होला। हाम्रो भाउजू यहाँनिर एकदम बवाल झकास हुँदैछ। अनि बस्दा बस्दा चाक्न दुखिसक्यो, आमाहरू रुन लागिसक्यो, बच्चाहरू त रोइ नि सक्यो होइन। अप्ठ्यारो छ, हामी पनि झुन्डेर आएको भन्नु त बल्ल तल्ल हामी पनि आउँदैछ। त्यही हो, उहाँहरू चाहिँ पानी खानलाई एकछिन रोक्नु भन्दैछ विशाल। त्यही भएर तेरो लागि नेपालीमा भनेको, नत्र म भन्ने पनि थिएन। ल अब एकछिन हेर्दै बस् है। अब म चाहिँ माथितिर जान्छु, विशाललाई मात्र भनेको, अरूलाई होइन। फेरि अलि हाम्रो टोली चाहिँ अहिलेतिर कहाँ आइपुग्यो भन्दा टुटीमा आइपुगेको टक्क लाएर। यहाँनिर चाहिँ एकदम बवाल ठाउँ छ होइन, यसो हेरिदिनु होला। अहिलेतिर चाहिँ एकछिन गर्मी भयो, म टी सर्ट खोल्छु, के अरे ज्याकेट खोल्छु। अनि त्यसपछि हामी कुरा गरौँ चट्ट लाएर चट्ट परेर। ल है, हाम्रो केटाहरूको चाहिँ यहाँनिर फोटो सुट हुँदैछ। जम्मा यहाँ मारिएको मे पोजमा बिना मे चेक हल्ला खानुलाई बिना मे। ओइ हाम्रो केटाहरूको चाहिँ यस्तो रमाइलो हुँदैछ। कोही चाहिँ गाडी चढेर गइसक्यो। ल ल ल है, अब सबैलाई स्वागत छ, सबै राम्रीहरू। नमस्ते ढोकदिया। यहाँनिर चिनेको नचिनेको सबैजना दिदीबहिनी आमा बुबाहरू सबैजना आइसकेको छ। अनि हाम्रो केटाहरू नि आइसकेको छ। चल भोसडी के चाहिँ उनीहरूले भिडियो बनाइदियो भन्दा छ उनीहरूको मोबाइलबाट। अनि म चाहिँ मेरै काममा बिजी छु भनेको। मैले चाहिँ हाम्रो बुढाहरू चाहिँ गइसक्यो माथितिर, हामी पनि जाँदैछौँ ट्याक्क लाएर। यहाँ मैले खिचिरहेको छ, आउनु न हेर्नु। यहाँनिर यत्रो मान्छे तलमाथि गर्दैछ, कसैले नि 5 रुपियाँ नि हराएन, अहिले त पाउँदा नि पाएन।
हामी चाहिँ घरतिर फर्किँदै गरेको त्यही भएर अर्को ठाउँतिर यहाँनिर स्वागत छ सबैलाई आई लभ यु यति भने चाहिँ सकिहाल्यो नि 5 रुपियाँ नै हराएन भने आज 5 रुपियाँ कन्टेन्ट है टक्क लाएर यो चाहिँ हाम्रो जिजु बाजे यहाँनिर हेर्नुहोस् त यहाँ त यति मात्र हो अझ उता पनि छ कति हो कति आम्मा धेरै छ नि त ठाउँ त हामी पनि हेरौँ कहाँ हुनु है कहाँ हुनु आउनुहोस् त आउनुहोस् यहाँनिर चाहिँ हाम्रो बाजेले मिर्गो मार्नको लागि एउटा धनुष लिएर बसिरहेको छ म पनि बाजेलाई सहयोग गर्नलाई यस्तो हानिदिन्छु यस्तो यस्तो पाराले सर्ट दिनु पर्यो त्यही हो हल्का रमाइलो गर्नु अब चाहिँ हामी सानो भेना हल्का रमाइलो गर्नको लागि टुटीतिर घुम्न आएछौँ टक्क लाएर यसो रमाइलो गर्नु पर्यो अनि अहिले फाइनली केटाहरू भेटियो ल है सब्सक्राइब गरेछ नि ओ सबैले चिने रहेछ ल आयो यहाँनिर अब सबैजना टिकटक बनाउनको लागि हाम्रो केटाहरू चाहिँ यता माथितिर जाँदैछ म पनि जाँदैछु पछि पछि एउलामा तरुनी घुम्छ भन्ने बोलमा चाहिँ हामीहरू चाहिँ खतरा लगाएर टिकटक बनाउनु लगाइरहेछौँ त्यही हो सबैजनाले मिलेर हेरिदिनु होला ट्याक्क हामी दुइटा चाहिँ हल्का रमाइलो अब बोर्डमा एकछिन सही अब जाने हो अब 50 रुपियाँ टिकट 50 फाइनली अब चाहिँ हामी वागाको डाँडामा पुगिसक्यो अब वागा पुग्नलाई मतलब यहाँ गाडी राख्ने ठाउँमा चाहिँ पुगिसक्यो अब यहाँबाट चाहिँ माथि जान बाँकी छ यहाँ माथि ग्राउन्डमा डाँडातिर टक्क लगाएर घुम्न जाने प्रोग्राम हुँदैछ हाम्रो चाहिँ सलक्क लगाएर त्यही हो हामी चाहिँ हल्का आइपुगिसक्यौँ हल्का रमाइलो गर्नको लागि वागाको डाँडामा अझै डाँडामा पुगेको छैन यहाँनिर चाहिँ किन रोकेको भन्दाखेरि हामी चाहिँ खाजा खानलाई रोकेको अघि टुटीको ठाउँमा टक्क लगाएर घुम्यौँ त्यो रमाइलो गऱ्यौँ भिडियोको अब खासै राम्रो गतिलो आएन होला त्यसको लागि सरी अब चाहिँ बबाल रमाइलो गर्नेछौँ हामी त्यही हो हल्का लाज लाग्छ कि फेरि मलाई मान्छेहरूको बिचमा प्रोफेसनल हुन्छ नि अब आफ्नो के हो अब देखाउनै आउँदैन लाज लाग्छ अन्ना मूर्ति यो चाहिँ हाम्रो केटाकेटीहरूले पुरा तामाङ गीत गाउँदैछ हल्का त्यो हुन्छ नि भुइँमा फुल्ने सेतो फुल अनि मेरो मान्छे कति राम्री भन्ने त्यस्तो बनाएको हो कि खासमा अनि त्यही हो उनीहरूले बोलाइरहेछ के भने मैले सुनेको छैन यतातिर पुरा साउन्ड पोल्युसन त यति धेरै छ कि कसरी देखाउनु खै यहाँनिर चाहिँ ऐसेलु पाकिसकेको छ अनि भान्जारा मात्रै यसो चुलुचुक्क लाएर आएर यसरी ऐसेलु टिप्दैछु यो ऐसेलुहरू ट्याक्क लाएर खाने हो तिनीहरूलाई कहाँ दिन्छ त तिनीहरूलाई दियो भने तिनीहरूले त खाइहाल्छ नि त्यही भएर हामी एक्लै खाने हो ब्लग ब्लग बनाएको अरे अनि मैले बनाएको भनेको त्यही हो अब एकछिन खान्छु अनि जान्छु ल ड्राइभर साहब सन्चै हुनुहुन्छ यहाँनिर चाहिँ खाजा अब एकछिनमा खाजा खान्छ मन देखाऊँ ल नमिबो मेन्यु यो ओहो यस्तो रमाइलो ल है यहाँनिर चाहिँ बबाल रमाइलो हुँदैछ खाइन्छ एकदम रमाइलो हुँदैछ हामी चाहिँ टक्क लाएर वागाको डाँडामा पुग्न लागिसक्यौँ यहाँनिर चाहिँ वागाको डाँडा छ यो डाँडामा चाहिँ एउटा
मन्दिर अब के अरे मूर्ति छ त्यो मूर्तिमा कसको मूर्ति के हो मलाई खासै थाहा छैन तर मूर्ति चाहिँ त्यहाँनिर राखेको छ अनि यहाँनिर चाहिँ मान्छे हिँड्ने रक्क लाएर बाटो पनि सल्लक्क बनाएको छ सट्ट लाएर मान्छेहरूको भिड छ आज यस्तरी लाइन छ सटै सट हामी चाहिँ अहिले त्यो डाक्क लाएर टपमा पुगिसक्यो अनि टपमा पुगिसकेपछि टपमा के छ भन्दाखेरि यो मूर्ति छ अनि यहाँनिर हाम्रो मामाहरू अनि यो चाहिँ नुवाकोट है अनि उताको चाहिँ दार्खा मतलब धादिङ चट्ट गरेर पेजियापे सक्यो ठाउँ पनि राम्रो यति राम्रो ठाउँमा यति राम्रो मान्छेहरू देख्दा धेरै धेरै खुसी लाग्छ त्यही नै हो अनि यहाँनिर मान्छेको त एकदम भिड छ यहाँ चाहिँ केटा सक्नुहुन्छ के हो कहाँ गयो त खोइ तिनीहरू यहाँनिर चाहिँ 15औं वाका कप भइरहेछ यहाँनिर 15औं वाका कप है जम्न त अब सर्लक्क लाएर पोखरारी चाहिँ मजाले ठाउँमा नम्सरी है केटा हो हाम्रो पोखरामा यस्तो बवाल गेम हुन्छ होइन केटा हो तिमीलाई थाहा नि को छ होइन सबले हेरेको छ खेलेको छ हाम्रो केटाहरूले अनि त्यही हो अहिलेलाई चाहिँ केटा हो तिमीहरूलाई थाहै छैन हाम्रो गाउँमा डेटिङ बस्नको लागि यस्तो निगालोको गाडीमा यस्तो मजा आउँछ घोचे कहाँबाट घोच्यो भने थाहा नहुने गरी घोचिन्छ यहाँनिर चाहिँ तपाईँहरू पनि आएर ट्याक्क लगाएर ट्राई गर्नु होला यहाँनिर चाहिँ एकदम बवाल मान्छेहरू पनि आउँदो रहेछ बवाल ठाउँहरू पनि रहेछ हामीले घुम्दैछौँ बिस्तारै ला यस्तो खतरनाक छ धेरै निचा गर्न ल अब चाहिँ हामी यहाँ माथिको डाँडामा जानु लाग्यो त्यो गेम त अब हामीले नै खेलिरहेको छ किन हेर्ने होइन केटा हो त्यही भएर म त नहेरिकन फर्केर आएको हामी चाहिँ घुम्न लागेको भन्दा त्यत्रो टाढाबाट गाडीमा चढी चाक दुखाइ आएको त्यही भएर हामी चाहिँ घुमिरहेछौँ आमाहरूलाई चाहिँ तलतिरै छोडेर आएको हामीले पुरा दुःख गरेर आइयो यो डाँडामा आएर खै केही छैन टाइम पास मात्र अब सल्लाह कराएर तलको डाँडामा जाने हो अनि ल्याप्प हेर्ने हो अनि फेरि तलतिर जाने हो एकछिन गेम हेरे जस्तो गर्छ अनि त्यसपछि घरतिर चलिदिन्छ राम्रो त एकदम राम्रै ठाउँ हो तर अलिकति हुन्छ नि पानीको व्यवस्था अलिक छैन रहेछ यो ठाउँमा अनि पसल पनि छैन रहेछ मान्छे बस्दैन रहेछ अनि यस्तो जङ्गलको बाटो घोड्याक गर्दै आउनुपर्छ घोडा जसरी नक्कुल सक्कुल फक्कुल खन्जे खपला ओइ ए बोला यसको कपाल हेर्नु न कपाल हाम्रो गाउँको छोटो खरा आयो जम ल लडेँ म अब लडेपछि के गर्ने लडेपछि के गर्ने मोबाइल नै फुट्यो कि क्या यहाँ यसरी लडेँ म लडेपछि कसको बाबु के लाग्ने हो न अब एउटा आडाबाट अनि 360 डिग्रीको भ्यू हेर्नु होला सलक्क यहाँबाट चाहिँ देखिन्छ त्यहाँबाट चाहिँ त्यो मन्दिर भएर अलि देखिँदैन यहाँबाट चाहिँ 360 मा देखिन्छ ल यहाँ हेर्नुहोस् यहाँनिर मान्छे हेर्नु न मान्छे यत्रो मान्छे हुँदा पनि कसैले नि 5 रुपियाँ नि हराएन छ मैले भेटाएन 5 रुपियाँ हरायो भने चक्लेट खानु हुन्थ्यो 5 रुपियाँ नि हराएन छ पाउँदै पाएन हेलो यत्रो मान्छे हुँदा पनि 5 रुपियाँ नि हराएन कि कसैले नि ल अब चाहिँ हेर्दै गर्नु पानी पर्दैछ अब पानी परेपछि अब घरतिर लाग्ने होला कसम भनेको यति धेरै मान्छे छ तर कोहीसँग नि पैसा छैन जस्तो छ पैसा भएको भए हराएको थियो होला
चोरी लाग्थ्यो होला मैले पनि भेटाउँथ्यो होला पैसै नभएको मान्छेहरू रहेछ मैले त भेटाउँदा नि भेटाएन 500 रुपियाँ भए नि पाए नि हुन्थ्यो यहाँ चाहिँ हाम्रो बहिनीहरूसँग फोटो खिच्दैछ उनीहरू चाहिँ मेरो फ्यान हो रे तर उनीहरूलाई मेरो नामै थाहा छैन खलु आमा छोक्छौला आउँदै हिँड्यो उनीहरूले चिन्छ होला कि तपाईँलाई ल टक्क लाएर खिच्दिउँ तँ चाहिँ हात के नि खिचै छ बहिनीहरू मेरो नामै थाहा छैन नि केटा हो बहिनीहरूलाई म भनेर जान्छु अब लास्टमा ओ बिग फ्यान ल थ्याङ्क यू ल के छ एकदम खुसी लाग्छ ल ल ल ओ फाइनली म्याच भयो अझै बुझ्यौ झिम झिम सानो नजिमका परेली पुतुकै हुन्छु म मेमे खाना सिर्फ होंगरा इन में मेमे रखी नहीं लोग मर जाओ बहुत माता करा मेमे मर किस मेंदमाया ओरेज माने सुनतला माने शाउ मेंदमाया ओए छच्च भारी छ सोय या शेको मेमे शेको ल मेमे कोनमा दिनु कोनमा नुङै कोनमा हेर्नु त बाजे चाहिँ अलिकति तिन पाने मुखैमा परेको भएर आएछ अनि हल्का रमाइलो गर्दै हामीहरू चाहिँ तामाङ गीतमा गाउँदै हल्का रमाइलो गर्दै हो सबैजनाले हेर्दिनु होला रमाइलो यहाँनिर चाहिँ बबाल खालको पेनाल्टी सुट आउट हुँदैछ अनि यहाँनिर चाहिँ हाम्रो नसङमा आज हाम्रो साथमा आज यो चाहिँ सत्यदेवीबाट हो म चाहिँ दार्खाबाट अनि टक्क लगाएर हामी चाहिँ फुटबल हेर्दैछौँ फाइनल अनि फाइनलमा अहिले मौसमको कारणले होला नत्र ट्राइब्रेकर पुगेको थियो होइन पेनाल्टी खेल्नुभन्दा अगाडि नै इन्जुरी टाइम हो कि के हो अब प्लस थप्नुपर्ने थियो तर थप्दै नथपिकन सिधै पेनाल्टी भइरहेछ यहाँनिर चाहिँ अनि फाइनलमा चाहिँ किस्पाङ गाउँपालिका र चौतारो हो कि चौतारी हाम्रो धादिङ जिल्लाको अनि एउटा चाहिँ नुवाकोटको हो अनि बवाल हुँदैछ यो 7 नम्बरले गोल हान्नु लाग्छ उहाँ चाहिँ मैले सुनेको अब फुटसलको चाहिँ बवाल प्लेयर हो अरे हेरौँ है त उहाँको गोल कस्तो हुँदो रहेछ उहाँको प्रहारलाई अब छेक्नै सकेन किपरले सिधै गोल भइसकेछ अब धादिङको जर्सी नम्बर 49 ले गोल हान्न लाग्छ प्रहार गर्न जानुभएको छ सिधै छातीमा है ल हेरौँ है त गोल हान्नुहुन्छ कि हुन्न यहाँ हेर्नु न यस्तो पानी पर्नु लागेको मौसममा पनि यति धेरै दर्शकहरू हुनुहुन्छ हाम्रो माझमा लक्ष्य प्लान सिधै लाइस तारिख जो जाँटे हाम्रो धादिङको जर्सी नम्बर 49 ले पनि गोल हानिसकेको छ यहाँ बिग पनि यहाँ हेर्नुहोस् मान्छेको बिगी काम नभएको मान्छेहरू हो म जस्तै होइन उहाँहरू पनि बेरोजगार हो शनिबार होइन त्यही पनि मान्छेहरू सबै आइसकेको छ बेरोजगारहरू हो म चाहिँ बेरोजगार सङ्घको अध्यक्ष बन्नु पर्ला जस्तो छ ल फेरि जर्सी नम्बर 4 किस्पाङ गाउँपालिकाको है ओ रोनाल्डो आयो रोनाल्डो पनि यहाँनिर चाहिँ होइन एकदम कमजोरीहरू हाम्रो नजरमा चाहिँ धेरै देखेको छ यहाँ चाहिँ रोडको अलिकति व्यवस्था राम्रो छैन पानीको अलिकति व्यवस्था राम्रो छैन अनि होटल व्यवस्थापन पनि मलाई अलिकति चित्त बुझ्दो छैन अनि मान्छेहरू कोचाकोच आउँछ आउनु त तर के गर्ने खोइ कसैले पनि अब पैसै हराउँदैन रहेछ हाम्रो केटाहरूले त पैसै पाएन रे उल्टै पैसा सक्यो ल केटा हो ल ल सबैलाई बाई बाई गरिदियो त केटा हो ल ल अन्त खन्दिएछ ल अर्को पालि भेटौँ ल ल है केटा हो चाहिँ चट्टा लाएर गाडी पर्खाइमा पानी पर्यो असिना झर्यो दाइको रुमाल भाउजूलाई मन पर्यो खनि हेर्दिनु रोमा भाउजूले हेर्नु टिक्कै साइदै आइदा यहाँ हेर्नुहोस् पैसा नहराउने मान्छेहरू
पैसा हराएको भए हामीले भेटिहाल्थ्यो पैसा नभएर अब हराएन उनीहरूले अनि हाम्रो साथीले चाहिँ पैसा हराएको छ अरे 50 रुपियाँ मैले भेटाएन त्यत्रो सही भयो होइको उम्मे बेन्दो माया ओरेज माने सुन्तला माने स्याउ बेन्दो माया क्या मनरी बाई 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 वागा हे हामी चाहिँ आफ्नो बाटो लाग्दैछौँ यहाँ हेर्नुहोस् वागा कप तथा तेस्रो अध्यक्ष खुल्ला नकआउट प्रतियोगिता हाम्रो घुम्ने ठाउँहरू चाहिँ सबै हो चेरा पलाएर अब चाहिँ घरतिर जानु पर्यो बाई बाई हे यहाँनिर चाहिँ पानीले सट हानिसकेको छ त्यही भएर हामी चाहिँ भिडियोलाई यहीँनिर रोकाउँछु अनि उतातिर पुगेपछि पानी रोक्यो भने म टक्कलाई देखाउँछु यहाँनिर हेर्नुहोस् यस्तो सबै बिजोग भएको कारणले म भिडियो देखाउँदिनँ बनाउँदिनँ अहिलेलाई चाहिँ हल्का रोकिन्छु त्यही हो बल्ल तल्ल गरेर घर आइपुग्यो अनि यस्तो रेन्जर पानी परेको थियो म त लुथ्रुकै भिजाएको थियो अनि त्यसपछि मैले त मोबाइल पनि एउटा भाउजूलाई थमाइदियो होइन प्लास्टिकभित्र हालेर अनि त्यसपछि मैले त अब गाडीमा पुरा झुन्डेर आएँ अब साथीभाइहरू नि त्यसरी नै आयो अङ्कल आन्टी दिदी बहिनी अब आमा बुबा सबैजना चाहिँ झुन्डेरै आउनुभयो होइन अनि एकदम जस रमाइलै भयो त्यो ठाउँमा गएर त्यहाँनिरको अलिकति कमी कमजोरी भनेको मैले भनि नै हालेँ भिडियोमा पनि अलिकति भए पनि त्यो पानीको व्यवस्था राम्रोसँग गराइदिनु होला अर्को वर्षदेखिसम्म भएसम्म यो मेरो भिडियो हेर्नुभयो भने है त्यहाँको अब को हुनुहुन्छ प्रमुख मान्छेहरू त्यही गरिदिनु होला अनि होटेल व्यवस्था पनि अलि राम्रो गराइदिनु साह्रै महँगो भयो अब मेरो लागि त त्यस्तै भयो किनकि हामी त बेरोजगार मान्छे अनि हिजो बेसरी कराएर होला मेरो त स्वर पनि ठ्याप्पै बसिहाल्यो अनि आउने बित्तिकै भिडियो अब अपलोड गरौँला भनेर सोचिरहेको थिएँ नेट पनि अब त्यस्तै चलिहाल्यो मोबाइल पनि चार्ज थिएन बल्ल तल एडिट गरेर भिडियो पोस्ट गर्न लाग्छु सबैजनाले यो भिडियोलाई धेरै धेरै माया देखाइदिनु यति भन्दै म चाहिँ यो पालिको लागि बिदा हुन्छु अर्को पालि योभन्दा बवाल भ्लग लिएर आउनेछु भन्दै म चाहिँ आजलाई यति नै भन्दै मेरो 2-4 शब्द यहीँ टुङ्गाउँछु आई लभ यु सबैले आई लभ यु है आई लभ यु माथा खराब हुन्छ नि फेरि आई लभ यु 2 भनेन भने